कस्तो के भन्छ खै के भन्छ यता छौँ हौ हामी कता भयो त लामो रहेछ तल ए अलिअलि यहाँ रहेछ ढ्याङ्कीमा लामो यो खन यहाँ हुन्छ अनि खलेको छ त्यो सर भर्खर पलाउँदै गरेको कि सर यता हुन्छ यता यहाँ पनि ए यहाँ छ कम्ने यता 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 पन्छ यता लुकुमारी खेल्दै हुने च्याउ सर सबै खनिसक्यो फुल त्यही तेरो छ त्यो भाइले हो कि क्या कस्तो आधो बाह्रले खन्दो रहेछ यार खन थाले रुखै वरिपरि खनेको खने क्या सुभाष मैले त हेरिनँ एक्लै आएको लाउनु चाहिँ होइन को हो पञ्चायतको भाइ हुन्छ नाङ्गे आएको छ आउनु पनि होइन भेष लगाइरहेको छ खोले आएको त्यसले म त सुभाष पो होला खन्दै होला च्याउ टिप्न गएको मान्छे फर्केर क्यामेरामा हान्छ होला है लामो लामो छ यहाँको चाहिँ उतातिर हेरेर खै भेटाइँदैन अब त अल्छी पो लाग्छ च्याउ देखे पनि भाग्य भने जस्तो भइसक्यो अब त यो चाहिँ मोटो मोटो खालको रहेछ यो सफा पनि हुन्छ क्या डिङ्गे मेटेको चाहिँ यो भर्खर उम्रिँदै गरेको रहेछ कि छैन यति नै खुद्न थाल्यो उता उड्दातिर टाउको घाँटी जाला है अर्को यता मान्छे हिँडेको तर सर छैन बोलाउनु पर्यो केटाहरूलाई भनेको छ तालुङ्गी च्याउ हालेको मैले हालिसकेँ एउटा मैले हालिसकेँ यहाँ आउनु सर माल त ठुल्ठुलो छ मेरो जस्तै ठुल्ठुलो मात्रै आँखा जाँदो रहेछ हो सही कुरो गर है यसले चाहिँ सरले सही कुरो गर्नु हो सरलाई एक राउन्ड ताली है कति इद्रो इद्रो लाग्यो माटो लागेको अरू पो सानो सानो रहेछ ऊ चाहिँ डन्ठा चाहिँ यो च्याउ पनि प्रजाति प्रजाति होला देउले भयो भने होइन हेर न माछा काँडा रहेछ यहाँ छ एक दुईवटा हो काँडा रहेछ क्या ओके हेर्दा छ त उता ढुम्कीतिर हेर्दा उता मात्रै त्यतातिर मलाई हाल्दै टाउको चाहिँ ठुलो ऊ चाहिँ सानो पातलो क्या
छैन होला छ त उतातिर हेर